वर्तमान परिस्थितिमा हाम्रो मुलुक एउटा कालखण्ड चाहिँ पटाक्षेप भई एउटा नयाँ जेन्जी समूहबाट जुन एउटा आन्दोलनको घोषणा पश्चात एउटा नयाँ बिन्दुमा जुन प्रवेश गरेको छ, निश्चय रूपले तमाम योद्धाहरूको जुन शहादत पछाडि निर्माण भएको सरकार छ, सरकारले पनि जेन्जी भाइ बहिनीहरूको माग बमोजिम अगाडि बढ्नुपर्ने अवस्था छ र जुन यो अन्तरिम सरकारले आउँदो फागुन 21 गतेमा निर्वाचन गर्ने घोषणा गरेको छ। उक्त निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले कसरी सफल गराउन सकिन्छ भन्ने किसिमबाट डेमोक्रेटिक प्रोसेसबाटै मुलुकमा रहेका सम्पूर्ण राजनीतिक दल र जेन्जीहरूको मागलाई अभिव्यक्त हुने गरी स्वस्थ र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्नुपर्ने अनिवार्यता छ र हाल जुन तरलताको अवस्थामा देखिएको शान्ति सुरक्षाको स्थिति, विभिन्न कुराहरू छन्, यसलाई पनि सरकारले आफ्नो सुरक्षा प्रशासनलाई सुस्त र दुरुस्त रूपले अगाडि बढाउँदै नयाँ नेपाल, शान्त नेपाल र एउटा बौद्धिक भिजन सहितको एउटा भिजन सहितको प्रतिनिधिमूलक रूपमा चाहिँ देशलाई अगाडि बढाउनु पर्ने अनिवार्यता छ। धन्यवाद।